हेलो साथीहरू, दर्शन नमस्ते है सबैजनालाई। के छ हजुरहरूको हालखबर? सबै आरामै हुनु होला भन्ने अपेक्षा राखेको छु है त। दिस इज डे 2 अफ माई मिनी भ्लग। कस्तो लाग्छ हजुरहरूले? प्रतिक्रिया दिनुहुनेछ भन्ने एकदमै हृदयदेखि नै अपेक्षा राखेको छु। अब म काम जाँदैछु साथीहरू, ड्युटी जाँदैछु। अहिले भर्खर लन्च ब्रेक थियो, लन्च खाएर ड्युटी फर्किन लागेको। के गर्ने, दुखी जिन्दगी, गाह्रो छ। काम नगरेर पुग्दैन खाना, नगरी काम पुग्दैन खाना, साँझेर बिहान भने जस्तै छ जिन्दगी। मलेसियाको झोले जिन्दगी यस्तै साथीहरू। के गर्ने र, अब ड्युटी जानै पर्यो, काम गर्नै पर्यो, 2 पैसा कमाउनै पर्यो, आफ्नो फ्यामिली परिवार पाल्नै पर्यो। निकै अप्ठ्यारो परिस्थितिको छ साथीहरू। हेर्नुहोस् है साथीहरू, यहाँको चाहिँ अब के हो, कस्तो छ ठाउँ। अब यसो म यतातिर देखाउँछु हजुरहरूलाई। यो हेर्नुहोस्, यो सबै कम्पनी एरिया हो, इन्डस्ट्रियल एरिया। यहाँ सबै फ्याक्ट्रीहरू हो, सबै काम। नेपाली मान्छेहरू पनि धेरै काम गर्छ यो कम्पनीमा। इबी कम्पनी हो यो, मलेसियाको जोरबारु जिल्ला है, बाथुपाहात भन्ने ठाउँ हो। अनि त्यहाँको इबी कम्पनी हो यो, निलो देखेको जति सबै। अनि म चाहिँ अब यति भन्दै मेरो सानो मिनी ब्लग कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। हस् त, धन्यवाद।